साउन महिनामा नि मैले खाएँ गमगमी चटपटे है। म चाहिँ मोबाइल चलाउँदै बसिरहेको, मेरो मोबाइलभरि चटपटेको भिडियो मात्र आइरह्यो। अनि भिडियो देखेपछि मलाई नि चटपटे खाम भयो। अब चटपटे खान मन लागेपछि चटपटे नबनाउने भन्ने त कुरै भएन हैन। अनि म थालेँ यता चटपटे बनाउनलाई। पहिला प्याज काटेँ, गाजर काटेँ, अनि काँक्रो बन्दाहरू सबै मैले काटी भइसकेँ। यता आलु उसिन्नको लागि छोडिदिएको थिएँ, आलु पनि पाकिसकेको छ। अनि म थालेँ आलु केलाउन। यति तातो थियो, मैले तातै केलाएँ हैन। अनि यता सबै भेजिसहरू काटी भइसकेँ। अनि म थालेँ चटपटे बनाउनको लागि। यो वाइवाई खोलिसकेपछि चाहिँ मलाई सबैभन्दा पहिला खाना पर्छ। खाएपछि मात्र म भाँडातिर हाल्छु, कसको बानी छ यस्तो है। अनि सुरुमा हालेँ वाइवाई हालेपछि दालमोठ हालेँ। अनि दालमोठ हालेपछि यता हालेँ बन्दा, प्याज, काँक्रो, गाजर, आलु, अनि गोलभेडा हालेँ। अनि खुर्सानी नि अलिअलि हालेँ, धेरै पिरो नखाने भनेर मैले खुर्सानी धेरै हालिनँ। अनि मसलाहरू नुनहरू अलिअलि हालेँ हैन, वाइवाई मसला पनि हालेँ। अनि अमिलो पनि थोरै हालेँ। मैले अमिलो र खुर्सानी चाहिँ थोरै खाने भनेर थोरै हालेछु, घाँटी भर्खर ठिक भएछ मेरो। अनि त्यसपछि भुजा हालेर माथिबाट तोरीको तेल लगाइदिएँ। त्यसपछि हातैले मोले मजाले, यति राम्रो देखेको थियो। चटपटे बनाउँदा मलाई यति गरिम भएको थियो है। अनि म थालेँ चटपटे टेस्ट गर्न, यति धेरै मिठो भएको थियो है। मैले चटपटे खाएँ। साउन बार्नेहरूले